श्रम संस्कृति पार्टीमा भूकम्प। निनाचन्द राई लगायत सम्पूर्ण 102 जनाले पार्टी परित्याग। यो सानो झड्का होइन हर्क साम्पाङलाई, किनकि उहाँको हिजोको दम्ब, एक्कल काटे सोच र एकलौटी शासन किमजोङ भन्दा पनि भयानक, मभन्दा अरू ठुलो कोही नै छैन भन्ने सोचले गर्दा आज धेरैजना मान्छे बाहिरिँदै हुनुहुन्छ। यो पहिलो झड्का हो। यस्ता झड्का तपाईँको व्यवहार नसप्रे नसुधारे अरू धेरै नै झड्का लाग्नेछन्। त्यसकारणले तपाईँले अहिले नै यसलाई मनन गर्नुहोस्। आफ्नो पार्टीलाई बलियो बनाउनको लागि यदि होइन यी 100-150 गएर केही हुँदैन भन्नुहुन्छ भने यो तपाईँको पनि भ्रम हुनसक्छ, किनकि तपाईँ बिस्तारै मान्छे बेगरको पार्टीमा राजा बन्नुहुनेछ एक दिन। त्यही भएर तपाईँका समर्थक र तपाईँका साथी, तपाईँका आफन्त जति पनि त्यो पार्टीमा लाग्नुभएको छ, तपाईँलाई राम्रो होस् भन्ने चाहना राख्नुहुने सम्पूर्णले उहाँलाई सोच बदल्न प्रोत्साहन गर्नुहोस्। यो दम्ब, एकलौटी शासन अनि मैमत्ता यो सबै त्याग्न जरुरी छ। तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो?